हेलो, तपाईँको नाम? प्रतिज्ञा लिम्बू। समीक्षा कार्की। नाम? विज्ञाना पोखरेल। नाम रिहाना। मेरो नाम योगराज घिमिरे। Myself, people recognize Pradeep Sharma. युनिसा गिरी। इट्स मी प्रतिमा मिश्र। माइसेल्फ युन्सी श्रेष्ठ। So, कस्तो भयो एक्सपिरियन्स? एक्सपिरियन्स राम्रो भयो क्वेसनहरू जे सजिलै थियो त्यो प्र्याक्टिसले गर्दा पनि सजिलो लाग्यो कस्तो भयो त? सोचेको जस्तो चाहिँ भएन तर आफ्नो बेस्ट दिएको छु। आई गेस आई विल विन दिस टाइम। भयो अनि एक्सपेक्ट गरे अनुसार मार्क्सहरू आउँछ त? आउँछ होला, आफ्नो बेस्ट दिएको हो। अब कस्तो भयो त रिजन? राम्रो। सजिलै थियो क्वेसन तर अलिक त्यो 10-15वटा जति गाह्रो थियो पनि भित्रदेखि पनि सोधेको थियो क्वेसन तर राम्रो थियो। अनि इन्ट्रान्स एक्जाम क्र्याक हुन्छ त? क्र्याक हुन्छ जस्तो छ 80 जति ठिक हुन्छ होला। सिसिआरसीमा चाहिँ मेरो एउटा सिनियर पढ्नुहुन्थ्यो त्यहीबाट थाहा भएको। अनि सिसिआरसीको बारेमा कहाँबाट सुनेर आउनु भएको त? मेरो दिदीको बेस्ट फ्रेन्ड यहाँ पढ्नु। सिसिआरसीको बारेमा कसरी थाहा पाउनु भयो? मेरो दिदीले पनि पढेको अनि मेरो साथीहरूको दिदी दाइहरूले पनि पढेको मैले हेरेको छु अनि त्यही थ्रुबाट अनि लाइक मलाई थाहा भएको सिसिआरसीको अनि बारेमा। यो कलेजको बारेमा कसरी थाहा पाउनु भयो तपाईँले? अब पहिलेदेखि मेरो त्यो फ्यामिलीहरूमै सबले सिसिआरसी नै पढायो त्यही भएर अहिले पनि। मेरो दाइ पनि पहिला सिसिआरसी नै पढेर जानुभएको हो। उहाँहरूले मलाई पहिल्यैदेखि सजेस्ट गर्नुभएको थियो सिसिआरसी पढ्दा राम्रो हुन्छ, क्रिएटिभिटी बढ्छ, तिम्रो नयाँ नयाँ कुराको ज्ञानहरू हुन्छ, नलेजहरू पाउँछौ तिमीले। राम्रो छ सिसिआरसी, टिचर्सहरू पनि राम्रो हुनुहुन्छ, एजुकेसन सिस्टम राम्रो छ सिसिआरसीको। सो के लाग्छ यो हाम्रो सिल्भर जुब्लीको टप 25लाई स्कलरसिप दिनेमा पर्छ कि नै जस्तो लाग्छ? पर्छ जस्तो लाग्छ। Yes, I know about the Silver Jubilee Scholarship and I hope I'll be also one of them getting the scholarship by doing best in my entrance examination.